बेला हामी नेपाल टार आइपुगेका छौँ। अनुको घर स्थित हेर्नुहोस्, जुन अनुको चाहिँ हामीले पैसा चाहिँ जुन उहाँको सहयोग रकम उठेको थियो, जुन हामीले चाहिँ फिक्स डिपोजिट लगाएर आज ब्याज आएको छ है। उहाँहरूको चाहिँ ब्याजले आज हामी यहाँ रासिन पानी चाहिँ नकिन्ने चाहिँ चामल, दाल, नुन, तेल यस्ता यस्ता सामानहरू चाहिँ खाद्यान्न सामानहरू हामी किन्दैछौँ र हामी मिनाको पनि जानेछौँ के कस्तो छ। हामी मिनाको पनि जानेछौँ के कस्तो छ र अहिले चाहिँ ठ्याक्कै घरहरूको अवस्था के छ कस्तो छ। नेपाल टारबाट चाहिँ नेपाल टारमा चाहिँ हामीले यहाँनिर रासिन पानी किनिरहेको हामी तपाईँलाई देखाउनेछौँ। धेरै किनिदिनु भएन र साबुन हुन्छ यति किनजना छ नि त केटाकेटी। अनि उयो के भयो नि स्याम्पू एकछिन ल हामीसँग के भन्यो नि चामल जिरा मसला भयो। धेरै भयो भने मिसयुज हुन्छ है। सनफ्लावर तेल होइन केटाकेटी छ धेरै युज हुन्छ। नुन मसला 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 हालिदिनु, जिरा मसला। 1 क्यारेट अन्डा पनि हालिदिनु। 1 क्यारेट अन्डा हालेको छ। कसरी पोका 2 पोका हालिदिनु ल। कति पुग्यो होला नि एकचोटि हिसाब गराउँदा। अनि अरू बेसारहरू छ, बेसार हालिदिनुहोस्। कसरी पोकाको पक्कै पनि हामी अनलाइन आयो। कसरी पोकाको 45 पोकाको। यो पनि 2 पोका ट्याक्कै लाग्यो। चामल भयो, चामल भयो। अब एकछिनमा यहाँ यो लिस्ट गरौँ अनि निकालौँ न ल। लेख्नुहोस् न जिरा मसला। दर्शकबिन हामीले जुन अनु परियारको भिडियो उठाएका थियौँ है, उहाँको घर पनि निर्माण भयो र उहाँको भाइ र बहिनीलाई राम्रै स्कुलमा बोर्डिङ स्कुलमा पनि एडमिसन गराइयो है। र आज उहाँको त्यस्तो भयो है। बेसार मसला, नुन होइन, स्याम्पू, नुहाउने साबुन, लुगा धुने साबुन, सनफ्लावर तेल भयो, अन्डा एक प्याकेट, अन्डा 1 क्यारेट, जिरा न्युटेला छ भने न्युटेला हालिदिनु। चामल भयो होइन। अनि सोयाबिन छ, हो सकिएको छ ल। ठिकै छ। दालहरू दाल हालिदिनु। दाल मटरहरू, चना मटर, कालो दाल कति लो? मुसुरी कसरी? मुसुरी हाल्नु। कति किलोहरू? 5 किलो जति हाल्नु मलाई। 5 केजीलाई कति भेट्छ? 8 हुन्छ ल। 5 किलो हालिदिनुहोस्। राम्रै छ नि होइन? पर्दैन। ल ठिक छ राम्रो छ। लेख्नु त अनि एकछिनमा भट्टाभट सामान निकाल्नु ल। हाम्रो दाल अनु बहिनीको चाहिँ ब्याज कति आएको सर? ब्याज 10,000 10,000 आएको छ है। 10,000 को चाहिँ हामी खाद्यान्न आज खाद्यान्न पुऱ्याउँदै छड्के हो सर। चाहिने कुराहरू चाहिँ खाने कुराहरू चाहिँ हामी यहाँ नकुइने कुराहरू चाहिँ हामी किन्दैछौँ। किनकि उहाँको आफ्ना ठुलो भन्ने गार्जेन भन्ने कोही पनि छैन होइन। बाउको मृत्यु, आमा कता गइन छोडेर र हाम्रै रोबरमा चाहिँ हामीले फिक्स डिपोजिट लगाएका थियौँ। आज 10,000 ब्याज आइसकेपछि हामी उहाँको ब्याजको पैसाले चाहिँ यसरी रासिन पानीहरू किनिदिँदैछौँ। एकचोटि जोड्नु त कति पुग्छ सर? 480 450 540 80 120 200 90 800 500 6,760 होइन। चामलको जोड्नु भयो? जोडेको भनेपछि नबिर्सौँ है, सामान नबिर्सौँ ल। कोलगेट ब्रसहरू छ कि छैन? कोलगेट ठुलोबाट दिनुहोस् कोलगेट। यो हुन्छ।
ठिक छ कोलगेट ल्याउनुहोस् अनि ब्रस कपडा पनि एक जोड त्यो नानीले किन्दा हुन्छ त्यो उनीहरूले किन्छ क्या आएर हामी अहिले बिहान रातिको समय भइसक्यो नि ए हो ल ल ल हुन्छ हुन्छ त्यो यो एउटा सानो दिनु दुईटा ठुलो दिनु उयो यो हो त्यो यो 105 पर्छ यताको 50 यो पनि राम्रै पर्छ राम्रै हो उयो सानो सानो बच्चाको यो 25 हो त्यो एउटा बच्चाको लागि हालिदिनु एउटा दुईटा त्यो दिनु दुईटा ठुलो उयो होइन एउटा मात्रै हुन्छ सानोलाई कान्छेलाई ठुलोलाई अरू उयो चाहिँ कति हो त्यो चाहिँ ऊ अर्को चाहिँ यो राम्रो छैन त्यसपछि 30 मात्र छोडिदिनु। 50 रुपियाँबाट चना छ कि छैन सर चना छ चना कसरी किलो हो चना 170 चना हालिदिउँ अलिकति 3 केजी जति हाल्दा भयो मटर छैन होला होइन चामल त हजुरले एक बोरा मात्रै लेख्नु भयो नि त होइन चामल होइन? ए दुई बोरा नि दुई बोरा मात्रै देखेछ ए दुई बोरा हालिदिउँ ल यो लेख्नुहोस् 125 दुई बराबर दिउँ हजुर हजुर 2300 इन्टु 2 4600 ओके चना गरिदिनु 3 किलो चना 3 किलो हुन्छ सोयाबिन छैन रहेछ सोयाबिन रहेन मटर छ कि छैन इम्पोर्टेन्ट हो नि त हरियो मटर 3 किलो चना 3 किलो गरौँ त धेरै होइन अब धेरै 25 सम्म कुइँदैन क्या यो कुइँदैन लगेर राखिदिँदा हुन्छ क्या नकुइने सामान मात्रै लाने हो क्या दर्शक पनि हामीले चाहिँ अलिक दिन होइन 2-3 महिना पुग्ने गरी चाहिँ केजीको यो हरियो मटर चाहिँ 180 हो कि पहिलो वाला 150 नै थियो हो ठिकै छ 180 ल 3 केजीको कति भयो क्या 560 180 इन्टु 5 केजी हजुर 900 ओके लेख्नुहोस् 900 हरियो मटर होइन मटर चना 170 भने होइन 510 चना पनि 5 किलो लगिदिउँ कुइँदैन क्या यो खाओस् न चना 170 इन्टु 5 850 कहाँको 510 भन्छु 5 केजीको 3 केजीको मात्रै मैले 3 केजीको होइन 5 किलो गरिदिउँ कुइँदैन क्या 5 किलो लग्योस् खाओस् के 3 केजी आउ पर्छ नि त आउ पर्छ राख्दा राख्दा सबै 3 केजी मात्रै राख्नु त 3 केजी ओहो सबै मटर पनि मटर कति पो हुन्छ र हौ 5 किलो 5 हजार कहिले खाइसक्छ त्यो नानीहरू जति 3 किलो गरिदिनु नि त 80 एक महिनामै आउ पर्छ 540 किरा सेतो किरा पर्छ 40 आउ केजी 70 510 ओके कति भयो नि अघि यो चाहिँ यति जोडेर तिनीहरूको सेम्पू तेल पनि छैन होला 6700 ए 760 प्लस 2300 खाने तेल हालेको 25 25 540 प्लस 510 कति भयो 10,235 ल ठिक छ 235 ठिक छ लागि हामी ल्याइदिन्छौँ उहाँहरूको चाहिँ 10,000 ब्याज आएकोमा होइन के 200 बोरा चामल भन्नु त एकचोटि लिस्ट 35 ओके ज्यादा भएछ हामी हालिदिन्छौँ ल म यसो गरौँ न म सरासर भन्छु अनि सामानहरू ठ्याक 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 यता बाहिर निकालिदिनुहोस् न ल यो हजुरको यो फोन राख्नुहोस् ल भन्नु त के छ पक्नु ल दर्शकबिन यति बेला चाहिँ अँध्यारो भइसकेको अवस्था छ र हामी लाइभ गएको गइरहेको रहेछ होइन होइन उहाँहरूको अघि मैले एउटा कुरा भन्नु खोजिरहेको थिएँ जुन उहाँको चाहिँ आफ्नो ठुलो गार्जेन नभएको कारणले गर्दाखेरि होइन हाम्रै चाहिँ रोबरमा चाहिँ फिक्स डिपोजिट राखेको छौँ अनु परिवारको पैसा भने उहाँलाई महिना कसरी राखेको छु भन्ने विषयमा नि म मोटो हुँदैन नि यो चामल पुरा मसिनो हो राम्रो हुन्छ नि खिरा मसिनो ए कसरी हो यो के महिनै पछि ब्याज आउँछ ब्याजले चाहिँ उहाँहरूलाई खानु पुग्छ 2300 को ए सबै चामल एउटै हो कि ब्रान्डिङमा मात्रै 2300 को 2 पोका खै दिन त
अहिले लाइट गयो भने चाहिँ भाग्नु न ल लाइट त गइ त राखेको छ त ए छैन ओके यता आउनु ल यताबाट है ल अलिक टाढो जानु होइन ठिक छ ओके यताबाट एउटा मात्रै हो र ओके सम्पूर्णमा नमस्कार आज फेरि पनि हामीले चाहिँ कविता बहिनीलाई अपरेसनको लागि काठमाडौँमा हाम्रो चाहिँ नेपाल टारको चाहिँ श्याम सर हुनुहुन्छ उहाँलाई त्यहाँ हेरिदिनु है भनेर चाहिँ त्यहाँ छोडेर आज हामी फेरि उदयपुरको नेपाल टारमा आइपुगेका छौँ जहाँ चाहिँ अनु परियारको चाहिँ हामीले घर बनाइदिएका थियौँ र उहाँको पैसा हामीले पछि तीनैजनाको सहमतिमा मात्र निस्किन मिल्ने गरी उहाँको ब्याङ्कमा डिपोजिट गरिदिएका थियौँ र ब्याङ्कमा डिपोजिट गरिसकेपछि ब्याज त अवश्य नै आइहाल्छ र त्यो ब्याज चाहिँ कम्तीमा पनि 10,000 रुपियाँ आएछ र त्यो 10,000ले चाहिँ आज अनु बहिनीलाई त्यो नकुइने सामान हुन्छ नि बाँकी सब्जीहरू त नियमित रूपमा किन्नुपर्छ नकुइने सामानहरू चाहिँ चामल अब धेरै कुराहरू छ यो चाहिँ आज हामी अब रातिकै समयमा भए पनि काठमाडौँदेखि फर्किँदै गर्दाखेरि किनेर चाहिँ अब बहिनीको घरमा हामी पुर्याउने छौँ अहिलेसम्म हामीले खबर गरेको छैनौँ तै पनि अब लिएर जानेछौँ ल सर हाम्रो कहाँ पो जानुभयो हाम्रो सर यहाँको जोग्दै हुन्छ होला ए हो ल एकछिन है जिरा मसिना 2 बरा होइन ओके अब सामान तल झारौँ न अब प्लास्टिकमा राखिदिनुहोस् न ओके हजुर म राइट लगाइदिन्छु ल ओके चामल ओके चामल ओके चामल भयो होइन ओके यो साबुन गरिदिनु न प्लास्टिकमा दिनुहोस् न ल हजुर हजुर हुन्छ हुन्छ ल पक्नुहोस् न यो हामी हाल्दै गर्छौँ तपाईँ जोख्नु न चनाहरू दालहरू साबुन मैले लेखेँ तपाईँले बुझ्नु न हजुर तपाईँले राइट लाउनु ल तपाईँको यो होइन साबुन ए हो त्यो साबुन 12वटा यहीँ टिक लाउनु नि यो कोठामा ओके अनि त्यो लाउनु भएन खै साबुन भयो ओके यो साबुन यहाँ राखौँ ओके यो चाहिँ तपाईँको सनफ्लावर तेल ओके राइट लाउनु ल ओके लुगा धुने साबुन हजुर प्लास्टिक दिनुहोस् एउटा यो प्लास्टिक छ ओहो हुन्छ हुन्छ म राख्छु साबुन स्याम्पू साबुन त यहाँ राख्दा हुन्छ अनि मसला यो तेलमा हाल्दा हुन्छ बेसार 2 प्याकेट बेसार भयो तेल त हाम्रो आधा कार्टुन नि ओके ब्रस कोलगेट छैन होइन गर्नु भएको थियो यहाँ यो तल होला यो ब्रस यो एन्ट्री कोलगेट लेख्नु कति पर्यो 110 ल लेख्नु भएन लेखेर राइट लाउनु ल यो यसमै लाउँदा हुन्छ यो प्लास्टिकमा है ओके यो त अब हुन्छ ल अब अर्को प्लास्टिक चाहिन्छ रम्पम एक कार्टुन यो मैले सोचिरहेको थिएँ अघि नै मैले ओके राइट लाउनु रम्पममा ल अब नुन अनि अरू नुन दिनु एउटा प्लास्टिक दिनु ल प्लास्टिक नुन 4 प्याकेट त्यो त एक प्याकेट दिनु 4 प्याकेट अन्डा 1 क्यारेट अन्डा 1 क्यारेट अन्डा त्यही राख्नुहोस् अहिले होइन हुन्छ यता ल्याउनु होइन हौ त्यो फुट्छ होला फुट्दैन बान्नुपर्छ यो बान्नुपर्छ हो बाँधेर दिनु ल ओके अरू अब बाँकी छ दाल यो हरियो चना हजुर हो भइसक्यो सबै अब बाँकी जोख्नु बाँकी छ हौ दालहरू हो ल दाल जोख्नुहोस् त अनि यसमा के पो चना र हरियो चना हरियो मटर अनि चना होइन अन्डा भयो यति नै होइन त हो जम्मा कति 10,223 प्लस 150 होइन त 150ले कति भयो त 10,235 प्लस 150 होइन त 150 10,385 385 ल 385 चाहिँ अब हामीले तिरौँ हामी तिरौँ अब अलिकति म यहाँ सम्झाउन चाहेँ है मैले हजुर
मैले सम्झनु चाहे देश विदेशमा सहयोग गर्नुहुने सहयोगी दातालाई म एकदमै मनैदेखि हृदयदेखि धन्यवाद र सम्झनु पनि चाहन्छु। म नेपाल टारबाट अहिले भर्खर म लगायत हाम्रो तिनजुरे टिमले सम्झन चाहन्छौँ, किनकि तपाईँको सहयोगले आज हेर्नुहोस् त यी 3टा बच्चा है, आमा पनि छैन बाउ पनि छैन, 3टा बच्चाले यसरी हेर्नुहोस् महिनै पछि चाहिँ यसरी मन्थली हैन खाना खानु पाइरहेको छ। ब्याजले हेर्नुहोस् है, ब्याजले तपाईँहरूकै कारणले तपाईँले गर्दाखेरि है आज यी नानीहरूले खाना खानु पाइरहेको छ हैन। अनि भनेपछि कतिसम्म चाहिँ राम्रो भएछ त उनीहरूको जिन्दगीमा त सहयोगी दाताले गर्दा हो नि, हो कि हैन? त्यही भएर सम्मान गर्नुपर्छ हामीले सहयोगी दातालाई चाहिँ एकदम। चना 3 केजी म चनामा टिक लान्छु ल, यो हैन चना भयो, यो दाल यसरी बान्नु हुँदैन, यो पोकिन्छ। दाल दाल बाँकी छ नि, दाल बाँकी छ, मटर पनि बाँकी छ। ओके दाल यो चना हैन त? यो मटर। अब दाल हैन त्यसरी हैन, दाल यो मटर भयो नि, हरियो मटर। ओके दाल कति छ? दाल 5 केजी। आज चाहिँ यहाँ हैन स्थानीय सरकारले नगरेको काम चाहिँ हाम्रा देश विदेशमा हुनुहुने सहयोगी दाताले गर्नुभएको छ। हेर्नुहोस् आज भोकै छैनन् उहाँहरूले, ब्याजले नै उहाँहरूको पेट भरिरहेको छ। यो पेट उहाँहरूको पेट भराइदिनु हुने स्वदेश विदेशमा सहयोग गर्नुहुने सहयोगी दाता हुनुहुन्छ। डबल प्लास्टिक गरिदिनु एकदमै उहाँलाई चाहिँ मनदेखि नै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। यो पो त मानवता धर्म कर्म भनेको त है। मन्दिरमा गएर त्यो पण्डित पुजारीहरूलाई चाहिँ किन लाखौँ लाख हजारौँ हजार दिनु हैन, खसीको बलि किन काट्नु है, कुखुरा भाले किन काट्नु, यदि त्यो खर्च त्यो काट्ने हैन खानुको लागि काट्छन् होला नि हैन, त्यस्तो गर्नुको लागि त्यो गर्नु खर्च गर्नुभन्दा त्यो चाहिँ हैन मठ मन्दिरमा चढाउनु भन्दा यी यस्ता अनार्थ है, यी यस्ता चाहिँ दुखी गरिबका चपेटामा परेका यस्ता चाहिँ सुनौलो भविष्य हेर्ने, भविष्य भर्खरै चाहिँ आफ्नो भविष्य बनाउन खोज्ने यिनीहरूलाई सहयोग गर्नुहोस् न। तपाईँहरूलाई कति धर्म हुनेछ, कति पुण्य पाउनुहुनेछ र तपाईँहरूको जीवनमा जहिले सफलता मिल्नेछ। 5 केजी भयो ल। लाइट हाम्रो लाइट बालौँ त? ए हुन्छ ल, म समाउँछु ल। म बान्छु सर। भयो होइन, एकचोटि राम्रो एकचोटि रिचेक गर्नु ल। दाल भयो, अन्डा बान्दिनु एउटा हातले समात्दै, ब्याट्रीमा नसमात्दै सबैतिर समात्दै झर्छ। त्यसको लागि पक्नु ल, म स्ट्यान्ड निकाल्छु है त। यहाँ ब्याट्रीमा मात्रै होइन, यहाँ तल पनि समात्नुपर्छ। पक्नु बिकम म ब्याट्रीमा मात्रै होइन, यहाँ तल पनि समात्दैन झर्छ। कहाँ राखेँ मैले? हामीले एउटा अटो चाहिन्थ्यो। हो भयो क्लियर। अन्डा बान्नु न, सबैमा राइट ह्यान्ड लाग्यो होइन, ठिक छ। अन्डा पनि राइट हान्दा हुन्छ। 10,335 टोटलमा 10,000 चाहिँ अनुको ब्याज हो। 335 चाहिँ हामीले हालिदिएका छौँ होइन। अलिकति डेढ थोर त भइ नै हाल्छ सामान किन्दाखेरि। र यो हाम्रो अनु भन्ने चिन्नुहुन्छ? अगाडिको हो जानुभएको थियो। उहाँको चाहिँ ब्याजको पैसाले रासिन पानी किनिदिएको क्या। घरमा कोही त छैन, आमा पनि छैन, बुवा पनि छैन। ओके लगाइदिनु मलाई। र हामी अब रासिन पानी लिएर अनुलाई केही पनि थाहा छैन है।
हामी चाहिँ बबिता तामाङको लागि चाहिँ हस्पिटल पुऱ्याएर हस्पिटलको हरेक डकुमेन्ट्सहरू रिपोर्टहरू चाहिँ तयार पारेर चाहिँ हामी फर्किँदै गर्दाखेरि उहाँको ब्याजको पैसामै ले चाहिँ हामी किन्दैछौँ। अब अचानक जानेछौँ घरमा कस्तो रियाक्सन हुन्छ उसको त्यो पनि देखाउनेछौँ। र हामी यो बाटो जाँदै गर्दा है अब अटोहरू पाउँदैन यहाँबाट हामी अघि त बस आउँदै चाहिँ अनुको घरमा छिर्न लागेछौँ र पनि हामी यो बाटो इमर्जेन्सी काम यता के भन्छ बबिताको काम नभएको नि हामी आउनै पर्थ्यो किनकि महिनामा एकचोटि आएर चाहिँ के कसो गर्दैछ हजुर भन्ने विषयमा जानकारी चाहिँ सम्झाउनु बुझाउनु पर्छ। पेमेन्ट गर्नु कि हजुर म यहाँ अटो खोज्छु ल ल एकछिन अब त उयो एकछिन पज गरौँ न भिडियोहरू ल्याउनु त अटो नै छैन त अनि एउटै छैन अटो यहाँ बसिरहेको थियो